तपाईको सबभन्दा मनपर्ने खेलाडीको नाम के हो? मलाई मनपर्ने खेलाडी भनेको त मलाई अब एकदम रोनाल्डो त धेरै मनपर्छ। रोनाल्डो र मेसी मध्ये चाहिँ को मनपर्छ? रोनाल्डो मनपर्छ। कुनै पुरुषको लामो कुनै पुरुषको छोटो हुन्छ, बिहे गरेपछि चाहिँ आफ्नो श्रीमतीलाई दिन्छ। सुहागरात मिलेन तर होइन देखि जातो कार्यक्रम। त्यो कुन चिज हो जुन चिज जति तान्यो त्यति लामो हुन्छ, छोड्यो भने फेरि आफ्नै ठाउँमा आउँछ, सानो हुन्छ? के हो? हजुर आइसो आफ्नो अनुहारको सबैभन्दा राम्रो चिज के लाग्छ? आँखा। तपाईँ टोइलेट जाँदाखेरि तपाईँको मोबाइल चाहिँ टोइलेटको प्यान्टभित्र खस्छ, के गर्नुहुन्छ? त्यो कुन चिज हो जुन चाहिँ जति चलायो त्यति चाहिँ चल्छ क्या, राम्रो चल्छ? हात चलाएन भने चल्दैन। हात कुन मुभी हेर्नुहुन्छ? कुन के हो कुन मुभी? थाहा छैन? इङ्ग्लिस फिल्म हेर्छु नि जो हाम्रो त्यो रेसलरहरूको के जोन सेनाहरू अनि हुन्छ नि, अनि जस्तै बाटिस्टा हेर्छु मैले त किन नहेर्नु। म त हेर्दिनँ। मन नपर्नुको कारण के हो? किनकि सिगान बढी झर्छ नि मन नपरेको होइन। एउटा गोरी केटीको सबै चिज गोरो हुन्छ तर एउटा चिज कालो हुन्छ, के हो? तलको तलको मलाई थाहा छ। नयाँ नयाँ भिडियो हेर्नको लागि यस च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। सन्चै हुनुहुन्छ? हजुर एकदम हजुर रमाइलो हुनुहुन्छ है? ठिक छ, तपाईँहरूलाई म केही क्वेसनहरू गर्छु होइन, तपाईँहरूले उत्तर दिनुपर्ने हुन्छ। तयार हुनुहुन्छ? छु। तपाईँ तयार हुनुहुन्छ? कतिको मिलाउनु हुँदो रहेछ है त? मिलाएको रात दिन मिलाइहाल्छु नि। हो, सबभन्दा पहिला कसलाई सोध्नु? जसलाई सोध्नुहुन्छ सोध्नुहोस्। पहिला म लेडिज फर्स्ट है त, तपाईँलाई सोध्छु त्यसपछि तपाईँलाई सोध्छु है त। ल, तपाईँलाई के सोध्छु भन्दाखेरि पहिलो क्वेसन तपाईँ भन्नु ल। हजुर त्यो कुन चिज हो जुन चिज चाहिँ काटिन्छ तर रगत आउँदैन? रुख। रुख? रुखको रगत आउँदैन? अनि के हो दन? आउँदैन दन, कहाँ आउँछ दन? तर त्यसको केही रस त आउँछ नि त। रस आउँछ तर मिलेन। थाहा पाएँ मिलेन। अनि तर मिलेन। त्यसो उता तपाईँ थाहा हुनुभयो? तपाईँ पास। जस तपाईँले रुख भन्नुभयो होइन, हजुर। रुख चाहिँ ठ्याक्कै मिलेन। ए कतिपयले त रुख पनि भन्छन् होइन, तर त्यो ठ्याक्कै मिलेन। ए उहाँलाई सोध्नु ल, के हो भन्नु त? नङ नङ? त्यो पनि हो तर मिलेन। मैले भन्नु खोजेको कुरा चाहिँ अर्कै हो। कपाल मिलेन। ज्याम्पुटले के हो त अनि? के ज्याम्पुटले? ल, यो उत्तर चाहिँ मैले सस्पेन्समा राखेँ होइन। तपाईँहरूले भनेको एन्सरहरू पनि मिल्छ तर एक्ज्याक्ट मिलेन होइन। त्यसको लागि चाहिँ ल कमेन्ट गर्नु होला है त। ल, अर्को दोस्रो क्वेसन है। यो क्वेसन चाहिँ पहिला ल दुईजनालाई छोडेँ है, दुईजनामा एकजनाले भन्दा हुन्छ। अर्को क्वेसन चाहिँ त्यो कुन चिज हो जुन जति चलाए त्यति राम्रो काम गर्छ? त्यो कुन चिज हो जुन चाहिँ जति चलाए त्यति राम्रो काम गर्छ? चलाएन भने त्यति काम गर्दैन होइन, जति चलाए त्यति राम्रो काम गर्छ। शरीर हो? शरीर? शरीर चलायो भने के काम गर्छ? मन काम त गर्छ गरिहाल्छ नि, जता पनि त्यही त, चलायो भने के काम गर्छ? गर त काम मिलेन। अनि मिलेन। म भनिदिउँ ल उहाँलाई सोध्नु। तपाईँ चाहिँ कस्तो यार? जेन्युन उत्तर छ क्या यो, होइन के हो लिङ्ग भनेको? लिङ्ग भनेको मलद्वार। मिलेन क्या, त्यस्तो होइन, के हो जेन्युन उत्तर छ। तपाईँ भन्नु नि त त्यसो। के एकपल्ट भन्नुहोस् त? त्यो कुन चिज हो जुन चाहिँ जति चलाए त्यति चाहिँ चल्छ क्या, राम्रो चल्छ? हात चलाएन भने चल्दैन। हात आएन? आएन। तपाईँलाई आएन? पास? पास। ल, यो क्वेसन पनि तपाईँहरूलाई छोडिदिएँ त। अब तेस्रो क्वेसन है। तेस्रो क्वेसन छ, यो पनि दुईजनामा जसले भन्दाखेरि हुन्छ। हजुर त्यो कुन चिज हो जुन जति तान्यो त्यति लामो हुन्छ, छोड्ने बित्तिकै फेरि सानो हुन्छ? थाहा पाइसकेँ मैले। त्यसो तपाईँले थाहा पाउनुभयो? तपाईँ भन्नु त। त्यो कुन चिज हो जुन चिज जति तान्यो त्यति लामो हुन्छ, छोड्यो भने फेरि आफ्नै ठाउँमा आउँछ, सानो हुन्छ? के हो? बरफ। हजुर? आइसो। कसरी बरफलाई तान्यो भने कसरी लामो हुन्छ? बरफ तान्यो भने ए त्यो हुँदैन नि त। उहाँलाई सोध्नु। आएन? आएन? हजुर उहाँलाई सोध्नु। त्यो त तपाईँलाई आएन? पास। तपाईँ भन्नु। लबर रबर कसरी भन्नु त? तन्कामा तनक्क तन्किँदैन, छोडेन ठ्यास भएर बस्छ। ल, यो चाहिँ मिलाए। त्यसको लागि धन्यवाद है। ल, अर्को एउटा क्वेसन फेरि। हजुर। अब कतिवटा सोधेँ त्यो म नम्बर भन्दिनँ, अर्को एउटा क्वेसन है त। हजुर।
47 मा किनेर 50 मा बेच्दाखेरि हैन कति फाइदा हुन्छ? 47 मा किनेर 50 मा बेच्यो भने कति फाइदा हुन्छ? 47 मा किनेर 50 मा बेच्यो भने कति फाइदा हुन्छ? 3 रुपैयाँ फाइदा। तपाईको विचारमा 3 रुपैयाँ फाइदा। कति फाइदा होला? 47 मा किनेर 50 मा बेच्यो भने कति फाइदा हुन्छ? 10 हजुर 10 रुपैयाँ 10 रुपैयाँ। 47 मा किनेर 50 मा बेच्यो भने 10 रुपैयाँ फाइदा हुन्छ? अनि कति त हुन्छ? 47 मा किनेर 50 मा बेच्दा 10 रुपैयाँ फाइदा हो। उहाँ तपाईले भनेको मिलेन है। बुझ्नुभयो? सर्ट क्या सर्ट 40 मा किन्यो 50 मा बेच्यो 10 रुपैयाँ फाइदा हो। अघि मलाई थाहा थियो कि सर्ट भन्नु। ल त्यसको लागि धन्यवाद। के र सरी 3 रुपैयाँ फाइदा रे? 10 रुपैयाँ फाइदा। 10 रुपैयाँ। सर्ट पो रहेछ म त के 47 भने। ल अर्को क्वेसन। अर्को त यो क्वेसन तपाईहरुलाई सोधेको छैन, मैले 1-2 टा सोधेको छु हैन। त्यो क्वेसन सुल्टो हुँदा हामी खान्छौँ, उल्टो हुँदा चाहिँ हामीलाई खान्छ के हो? सुल्टो हुँदा हामी उल्टो हुँदा सुल्टो हुँदा हामीले खान्छौँ, उल्टो हुँदा चाहिँ हामीलाई खान्छ त्यसले। गोही हजुर के भन्नुभयो? भन्नु न। गोही 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 भनेको त्यो गोही त्यो पानीमा पाउने के होइन? त्यसलाई तपाईँले खानुहुन्छ? तपाईँले खानुहुन्छ? खाँदैनौ, हामीलाई चाहिँ खान्छ। हो हामीलाई त खायो, तर सुल्टो हुँदा चाहिँ हामीले खान्छौँ क्या फेरि त्यसलाई। हामीले खान्छौँ, सुल्टो हुँदा हामीले खान्छौँ, उल्टो हुँदा चाहिँ हामीले खान्छ क्या। माछा माछा के माछाले तपाईँले खान्छ? खान्छ त अनि कसरी खान्छ? मिलेन। आउँदैन हामीलाई। पास तपाईँ भन्नु न। काजु क्या काजु। ए काजु म त खाँदैन अनि। काजु त्यो सुल्टो हुँदा काजु हामीले खायौँ, काजुको उल्टो झुका झुकाले हामीले खायौँ। ओ माय गॉड। तपाईँ त्यत्रो क्वेसन सोध्ने मान्छे के हो त्यस्तो खेलका? खै म त त्यस्तो आउँदैन हजुर, म सोध्ने मात्रै हो। ल ठिक छ त्यसो भए। त्यसो भए तपाईँलाई अर्को क्वेसन दुवैजनालाई। कुनै पुरुषको लामो कुनैको छोटो हुन्छ हैन, बिहेपछि आफ्नो श्रीमतीलाई दिन्छ के हो? के अरे पुरुषको लामो र छोटो? कुनै पुरुषको लामो कुनै पुरुषको छोटो हुन्छ, बिहे गरेपछि चाहिँ आफ्नो श्रीमतीलाई दिन्छ के हो? आँखा फर्काउने। के हो आँखा फर्काउने भने? आयु 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 कसरी दिन्छ त? मिलेन। भनेपछि तपाईँ भन्नु त। तपाईँ भन्नु त। डोज हजुर लामो र तपाईँ भन्नु न। तपाईँ भन्नु न। लामो हुन्छ अरे कोही केटाको कोही केटाको लामो हुन्छ, कोही केटाको छोटो हुन्छ, तर छोटो तर त्यो चाहिँ बिहे गरेपछि चाहिँ आफ्नो श्रीमतीले दिन्छ क्या। हजुर सुहागरात तपाईँको विचारमा सुहागरात होइन सुहागरात होइन 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 त्यही त तपाईँको विचारमा सुहागरात मिलेन तर होइन ढिकी जातो कार्यक्रम अनि त्यो उटपट्याङ भयो क्या। त्यो ढिकी जाँदो कार्यक्रम कसरी हुन्छ होइन? दाल दाल मिलेन क्या, मिलेन। म त आजै नामलाई थर क्या अलिक सुल्टो लाउनु पर्यो नि त, दिमाग खालि उल्टो उल्टो लाउनुहुन्छ तपाईँहरू। के हो अरे? थर थर हो। थर चाहिँ कसो लामो हुन्छ कसो छोटो हुन्छ याद हो? ल अब अर्को क्वेसन तपाईँको लागि, दुवैजनाको लागि। ल हजुर ल सबै गोरी हुने केटीको एउटा चिज चाहिँ कालो हुन्छ के हो? मलाई थाहा छ होइन उहाँले भन्नु खोज्दै हुन्छ भन्नु त तपाईँ। एउटा गोरी केटीको होइन सबै चिज हुन्छ गोरो हुन्छ, तर एउटा चिज कालो हुन्छ के हो? तलको तलको मलाई थाहा छ। थाहा भएन त। तलको भन्नाले कस्तो के तलको के? मलाई पास उहाँलाई दिनु। अनि तपाईँले तलको भन्दै हुन्थ्यो के हो? भन्नु न खोलेर जे भए पनि भन्नु, उहाँलाई भन्नु न नै मलाई आएन। के होला? केस र क्या मिलेन मिलेन के हो त अनि? मिलेन क्या अनि कालो हुने भने त्यही त हो नि। त्यही त मिलेन काकी गरौँ मिलेन के? ए सबै गोरी केटीको एउटा चिज चाहिँ कालो हुन्छ त्यो के हो? छाया हो। हो छाया। चिटिङ गर्दैछु त्यताबाट के हुँदैन एउटा एउटा भन्दा त। तपाईँको होइन आफ्नो अनुहारको सबैभन्दा राम्रो चिज के लाग्छ? आँखा आँखा। हजुर किन आँखा मलाई राम्रो लाग्छ? मेरो आँखा राम्रो छ अरे नि त।
सेक्सी छ हजुर हो हजुर जस तपाईँलाई मन पराउने केटाले तपाईँको आँखा मन पराउँछ जस तपाईँले पनि मन पराउँदो रहेछ नि त मेरो तपाईँलाई चाहिँ आफ्नो अनुहारको सबैभन्दा राम्रो चिज के लाग्छ मलाई त प्राय अब आफ्नो अनुहारको मलाई मनपर्ने भनेको त मेरो त कुनै मन पर्दैन छैन त्यस्तो मन पराउने मन पराउने आँखा छ त्यो त आँखा त उहाँले नि आँखा भन्नुभयो मेरो पनि त आँखा छ तपाईँले पनि तपाईँको आफ्नो अनुहारको चाहिँ आँखा मन पराउनुहुन्छ होइन मैले मन पराउने होइन अरूले चाहिँ मन पराउने मैले सोधिरहेको छु आँखाको गेडा मन पराउनुहुन्छ कि होइन मेरो क्वेसन बुझ्नु न हजुर। मैले के सोधेको छु तपाईँको अनुहारको सबैभन्दा मनपर्ने चिज चाहिँ कुन हो भनिरहेको छु तपाईँलाई आँखाको मनपर्छ। गेडा तपाईँलाई आँखा मनपर्छ तपाईँको आँखाको गेडा आँखा पनि होइन आँखाको भित्रको आँखाको गेडा मनपर्छ किन मनपर्नुको कारण किनकि मेरो आँखाको गेडा अरूभन्दा अलि अनौठो किसिमको छ त्यही भएर गुच्चा जस्तो छ नि त गुच्चा जस्तो होइन अनि कस्तो छ त गुलिली। अनौठो चाहिँ कस्तो छ त अरू पनि त्यस्तै देख्छ। कलर अर्कै टाइपको छ ए त्यही बाख्राको जस्तो छ अनि मतलब बाख्राको आँखा पहिलो हुन्छ त्यस्तै छ खै अब के छ होला त्यो भएर मन पर्दैन ल तपाईँको सबभन्दा मन नपर्ने चिज चाहिँ कुन हो मेरो नपर्ने पाल कस्तो छ नाकको पाल नाकको बल मन पर्दैन नाकको बल मन नाक राकको सिकान आउँछ नि यस्तो गर्दा मन पर्छ जस तपाईँलाई नाकको पल मन पर्दैन पर्दैन मन नपर्नुको कारण के हो किनकि सिकान बढी झर्छ अनि त्यो सेकेन्ड बढी गरेर न मन नपरेको होइन तपाईँलाई तपाईँको सबभन्दा अनुहारको मन नपर्ने चिज मलाई कपाल कपाल मन पर्दैन त्यो त हो तपाईँलाई कपाल मन किन मन नपर्दैन कपाल स्याहार्नु अल्छी लाग्छ ल ठिक छ तपाईँको मोबाइल यदि टोइलेटको प्यान्टभित्र खस्यो भने के गर्नुहुन्छ टोइलेटको पिनभित्र खस प्यान्टभित्र क्या दुलोभित्र भित्र तपाईँको मोबाइल खस्यो के गर्नुहुन्छ ग्लोभ्स लगाउँछु यसो गर्छु लाम पतला लप्पाबाट तान्छु अनि धुन्छु अनि त्यो बढी होइन बढी नौटङ्की नपार्नु होइन के गर्नुहुन्छ भने तपाईँको मोबाइल टोइलेटमा खस्यो भने ग्लोभ्स लगाएर निकाल्नुहुन्छ निकाल्छु नि त्यो त त्यो त कसरी निकाल्नुहुन्छ त अनि त्यो पिनभित्र ग्लोभ्स लगाएर कसरी निकाल्नु भित्र हाल्ने तपाईँसँग ग्लोभ्स छैन के गर्नुहुन्छ अब के गर्नु बाध्यताले निकाल्नै पर्ने हुन्छ निकाल्छु मलाई त मेरो त्यही त मोबाइल कसरी निकाल्नुहुन्छ हातैले निकाल्नुहुन्छ कि प्लास्टिक लाउनुहुन्छ कि भन्नु न प्लास्टिक लाउँछु प्लास्टिक लगाएर निकाल्नुहुन्छ प्लास्टिक लगाएर निकाल हो तपाईँ कसरी निकाल्नुहुन्छ म के गर्नुहुन्छ जस्तै तपाईँ टोइलेट जाँदाखेरि तपाईँको मोबाइल चाहिँ टोइलेटको प्यान्टभित्र खस्यो के गर्नुहुन्छ ए थाहा पाएँ स्वाटो तार तान्छु हातले तपाईँको शक्ति छ के गर्नुहुन्छ म के भन्नु मोबाइल टोइलेटमा खस्यो भने के गर्नुहुन्छ मान्छेलाई लिएर निकाल्नु लाउँछु नि ए आफूले निकाल्नुहुन्न जस निकाल्नुहुन्छ मान्छेलाई लाउनुहुन्छ अनि त्यो मान्छेले निकालिदिन्छ निकाल्नुहुन्छ कुनै कुनै त निकालिदिनुहुन्छ ए कसरी हातै हाल्दैन हातै हाल्छ हात हालिदिनुहुन्छ सर्लक चलाएर हात हाल्ने जस्तै टोइलेटको पिन भन्ने सर्लक तान्ने ल ठिक छ ल तपाईँहरूलाई लगभग हामी कार्यक्रमको अन्ततिर छौँ होइन तपाईँले कहिले फोन मुभी हेर्नु भएको छ हाँस्नुपर्ने कुरै छैन हेर्नु भएको छ भन्नु न त हेर्नु भएको छ कि छैन त हेर्छु हेर्नुहुन्छ कसको हेर्नुहुन्छ बढी चन्द्रलुङ्गी होइन यो त जिस्किने कुरा भयो मैले सोधेको तपाईँले फोन मुभी हेर्नु भएको छ कि छैन म हेर्छु हेर्नुहुन्छ है टेन्सन ब्रोको होइन तपाईँ हेर्नुहुन्छ कि हुन्न भन्नु न तपाईँले फोन मुभी हेर्नुहुन्छ कि हुन्न हेर्नुहुन्छ है जोस हेर्नुहुन्छ हजुर। तपाईँले हेर्नु भएको छैन हजुर फोन मुभी हेर्नुहुन्छ कि हुन्न के हो फोन थाहा छैन इङ्ग्लिस फिल्म हेर्छु नि जो हाम्रो त्यो रेसलरहरूको के जोन सेनाहरू अनि हुन्छ नि अनि जस्तै बाटिस्टा हेर्छु मैले त किन नहेर्नु म त हेर्दिनँ होइन बाटिस्टाहरू मलाई मनपर्छ त्यो फोन मुभीको जस्तै हाम्रो बुकी म्यान अनि बाटिस्टा अनि हाम्रो जस्टिन बेबर उहाँहरू धेरै उहाँको फोन मुभी हेर्नुहुन्छ उहाँले धेरै राम्रो गाउनुहुन्छ भने होइन ए फोन मुभीमा गएको आउँछ होइन त हजुर हो ल ठिक छ तपाईँको सबभन्दा मनपर्ने खेलाडीको नाम के हो अहिले वर्ल्ड कप चलिरहेको छ होइन तपाईँको सबभन्दा मनपर्ने खेलाडीको नाम के हो मलाई मनपर्ने खेलाडी भनेको त मलाई अब एकदम रोनाल्डो त धेरै मनपर्छ रोनाल्डो र देशी मेसी रोनाल्डो कोही भन्नु रोनाल्डो र त्यो मेसी रोनाल्डो र मेसी मध्ये चाहिँ को मनपर्छ रोनाल्डो मनपर्छ रोनाल्डो? किनकि अब रोनाल्डोले धेरै गर्नु भएको छ नेपालीलाई एकदम म त उहाँलाई त एकदम के रेस्पेक्ट गर्नु गर्छु। तपाईँलाई पनि गर्नु भएको छ तर यस्तो खेलको होइन मलाई नगरे पनि पहिला हाम्रो देशमा आपतकालीन अवस्था हुँदा धेरै सहयोग गर्नु भएको रोनाल्डो गर्नु भएको छ अवश्य। तपाईँको मनपर्ने खेलाडी रोनाल्डोको लक्की नम्बर कति हो म भन्दिनँ त्यो त भन्दिनँ तपाईँलाई मनपर्ने खेलाडीको नाम कता
त्यो भनेको बताउनु न अब म भनिदिनु दर्शकलाई भन्नु न म भनिदिनु रोनाल्डोको लकी नम्बर कति मेरो मुटुभित्र छ छोडिदिनुहोस् त्यो मुटुको होइन कसरी थाहा भयो त तपाईँले थाहा छ कि छैन त दर्शकलाई थाहा भयो त किन थाहा कति होला भन्नु त? भन्दिनँ कि म सबै ए आउँदैन यसको मतलब किन थाहा भन्नु म तपाईँलाई मनपर्ने खेलाडी रोनाल्डो तर रोनाल्डोको लकी नम्बर तपाईँलाई थाहा छैन किन नथाहा भन्नु न त कति हो तपाईँको मनपर्ने खेलाडीको नाम के हो म थाहा छैन त्यस्तो ए खेलाडीहरू थाहा छैन मन पर्दैन ल ठिक छ तपाईँको गर्लफ्रेन्ड छ कि छैन 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 किन नभन्नु भयो किन नभए भने मेरो करियर नै मेरो गर्लफ्रेन्ड हो मेरो लक्ष्य नै मेरो गर्लफ्रेन्ड हो एउटा मैले जुन ठाउँमा पुग्नु छ नि त्यो नै मेरो गर्लफ्रेन्ड हो ए तपाईँको जस्तै तपाईँको लक्ष्य छ जुन त्यो प्राप्ति हुनु नै गर्लफ्रेन्ड हो भनेपछि त अनि बिहा गर्नुहुन्न गरौँला समय आएपछि जे कुराको पनि समय आएपछि हुन्छ नि लक्ष्य पुरा भएपछि गर्नुहुन्छ या अफकोर्स तपाईँ सपोज 50 वर्षसम्म पनि लक्ष्य पुरा भएन भने गर्नुहुन्न गर्दिन्न राडै बस्नु के हार्नुहुन्छ लु गर्नु हो हो टाढै बस्नुहुन्छ बस्छु तपाईँ हो तपाईँको बोयफ्रेन्ड छ छैन मेरो छैन छैन है किन नबनाउँदा त्यत्तिकै हो मलाई मनै पर्दैन अरे त्यस्तो बोयफ्रेन्ड बनाउन उहाँलाई त सिधै माया गाख्न मात्रै मनपर्छ हो उहाँको बोयफ्रेन्ड त हुनुहुन्न अब हुनेवाला चाहिँ भाग्यमानी हुनुहुन्छ अन्तिममा के भन्न चाहनुहुन्छ अन्तिममा म के भन्न चाहन्छु भनेपछि अन्तिममा धन्यवाद भन्न चाहन्छु देश तथा विदेशबाट हेर्ने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मुटु चिरेर छाती चिरेर भित्र देख्ने माया छ सधैँभरि माया गरिदिनु होला तपाईँले जस्तो सोच्नुहुन्छ नि त्यस्तो त्यो पर्दाको भिडियो हेरेर हामीलाई त्यस्तो अनुसार नसोचिदिनु होला भन्न चाहन्छु सम्पूर्णलाई पनि सम्झिन चाहन्छु आई लभ यु थ्याङ्क यू सो मच तपाईँ के भन्नुहुन्छ मलाई ल धन्यवाद है धन्यवाद।